नागराज हजुरलाई मैले त्यत्रो आग्रह गर्दा पनि आउन मान्नु भएको थिएन अहिले एक्कासी यहाँ होइन म आउँदिन त भनेकै थिएँ रुक्मणीले यो ठाउँमा आउनको लागि धेरै आग्रह गरिन् त्यसैले यो ठाउँमा आएको हो किन के भनेन रुक्मणीले भैरवी अब धेरै संवाद नगरौँ नागराजा पनि गइहाल्नुपर्छ बरु यो कालको टिस निकाल्नेतिर लागौँ हो नागुले ठीक भन्नुभयो नागराजा हामी मन्त्र सुरु गरौँ हुन्छ सबैजनाले मलाई साथ दिनुहोस् है हुन्छ अब सबैजनाले जय नागदेवता भनौँ जय नागदेवता नागगुरु तपाईँले मैले भनेको मन्त्र पढ्नुहोस् है हुन्छ नागराजा ओम नागेश्वराय नमः उसमा भएको कालको विष सबै निक्लिसकेको छ अब पैमा राख्नुहोस् अब बिस्तारै उहाँलाई केही समयपछि होस आउँछ त्यसकारणले हामी यो ठाउँमा बस्न धेरै उचित छैन हामी लाग्छौँ हुन्छ नागराज जाउँ नागगुरु हुन्छ नागराजा रुक्मणी हेर न भैरवमा भएको कालको विष निस्क्यो नि भैरव 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 भैरवी ओकेसी मेरो कारणले गर्दा उठ्नु भएको यो कुरा भैरवीले नबिर्स ओकेसीले पनि बिर्सनु भएन